क्योंकि अंदर कुछ भी हो सकता है। पैसा पनि भएको भए त हुन्छ नि त हैन। किनभने अब यहाँबाट टाढो छ नि उस्तै अगाडि। हेलो वेलकम ब्याक टु माई न्यू ब्लग। र अब चाहिँ हामी फेरि कामसाम खतम गरेर ट्याक्कसँग फेरि रुमतिर जाँदैछु। र मल चाहिँ यस्तो छ है साथी हो, नाइट भिजन रातिको है यो चाहिँ। यस्तो छ मल चाहिँ ठुलै छ, तकरिबन 1.5 किलोमिटर जतिकै लामो होला च्याम्म लाएर। र हामी चाहिँ कामसाम खतम गरेर लाग्यो आफ्नो रुमतर्फ। यहाँदेखि हाम्रो रुम पुग्नु चाहिँ ट्याक्कै 20 मिनट लाग्छ यहाँदेखि। अब सरर जाँदैछौँ हामी। यतातिर चाहिँ यस्तो छ खेल्ने ठाउँहरू चाहिँ। यतातिर चाहिँ ठुल्ठुला बडा खेल्ने ठाउँहरू र यता काम चल्दैछ जस्तो छ टोलीहरूको। र हामी चाहिँ गोडाउन अगाडि बढ्दैछौँ। र अनि भोलिदेखि चाहिँ फेरि ट्याक्क हाम्रो फेरि ड्युटी चेन्ज भएको छ। किनभने भोलिदेखि चाहिँ अब फेरि रमजान छ क्या, रमजान सुरु हुन्छ। म चाहिँ कहाँबाट भन्दा ट्याक्राक्क लाएर अहिले चाहिँ साउदी अरबियामा हो। अनि किनभने अब साउदी अरबियामा अब रमजान सुरु हुनु लाग्यो भन्दा नि अब भोलिदेखि ट्याक्क रमजान सुरु हुन्छ 1 महिनासम्म। र कामहरू खासै चल्दैन, हल्का फल्का चल्छ कामहरू पनि ठिकै अलिबारसम्म। र ड्युटी पनि अलिकति कम हुन्छ किनभने रमजानमा अब दिउँसोभरि चाहिँ पुरै बन्द हुन्छ दोकानहरू, रेस्टुरेन्टहरू, सबै चिजहरू बेलुका मात्रै खुल्छ। किनभने दिउँसो खोल्ने त त्यति अलाउड छैन, बेलुका मात्रै हो। ट्याक्क बेलुका समथिङ 4-5 बजीदेखि स्टार्ट हुन्छ होला हाम्रो काम। फेरि भोलिबाट चाहिँ 1 महिनासम्म हाम्रो ड्युटी चेन्ज हुन्छ, इभिनिङको हुन्छ ड्युटी ट्याक्राक्क लाएर। अहिले चाहिँ हामी जाँदैछौँ। मल चाहिँ यो 2nd फ्लोर है त साथी हो, यस्तो छ। म चाहिँ टपमा काम गर्छु, माथि 3rd फ्लोरमा काम गर्छु म चाहिँ। अब चाहिँ हामी 11 नम्बरको बस उठाएर टङ लाग्नु पर्यो सरररररती म लाएर। यहाँ दाजु कस्टा कफीमा काम गर्दै हुनुहुँदो रहेछ अझै पनि, क्लोजिङ भएकै छैन क्या हो। योभन्दा अझै मुनि पनि छ है, फेरि मुनि तलतिर चाहिँ पुरै पार्किङहरू हो। रमजान सुरु भइसक्यो। वाह एकदम दामी हो, दामी। हामी ट्याक्क लाएर मल बाहिर निस्किन लागेको छौँ। ट्याक्क लाएर यस्तो छ। अब यहाँबाट चाहिँ हामी सरर निस्केर जान्छौँ बाहिरतिर। ओहो दाजु पो आउँदै हुनुहुँदो रहेछ त। सरर लाएर हामी लाग्यौँ। यता त के हो अँध्यारो छ भन्नु होला। यतातिर चाहिँ अब अहिले रातिको ट्याक्राक्कै लाएर ट्याक्कै 1 बजेको छ रातिको साउदी अरबियामा। अनि हाम्रो चाहिँ ड्युटी खतम भएर। र हेर्दै गर्नु र मेरो भ्लग अगाडि के कस्तो हुन्छ म देखाउँदै जानेछु, कस्तो ठाउँहरू छ र हाम्रो रुम कहाँ छ त्यो पनि म तपाईँहरूलाई देखाउने नै छु सर्लक्क लाएर। र हामी चाहिँ अब जाँदैछौँ। अब अझ यहाँदेखि चाहिँ 10 मिनट जति ट्याक्क लाग्छ रुम पुग्नुलाई। यहाँ चाहिँ फेरि हाइवे त होइन, त्यही पनि गाडी चाहिँ 24 घन्टा कुदिरहेको हुन्छ। किनभने साउदीको मान्छेहरू चाहिँ दिनभरि सुत्ने रातभरि कुद्ने खालको टाइपको हुन्छन् कि के हो। रातभरि कुदेकै छ भ्याइ नै भएछ साथीहरूलाई। र हामी चाहिँ अब 11 नम्बरको बस दौडाएर गोटाउन जाँदैछौँ आफ्नो रुमतर्फ। किनभने अब हामी चाहिँ हिँडेर जानुपर्ने हुन्छ, हिँडेर आउनुपर्ने हुन्छ।
त्यही भएको कारणले अब गाडी त दौडाउनै पर्यो 11 नम्बर बस त्यही भएर कुदाइरहेको छौँ घुटुङटुङ हेरौँ गन्तव्यमा कति बेला पुगिन्छ ट्याक्क लाएर। यस्तो छ यतातिर चाहिँ यता सुनसान एरिया उता पनि सुनसान एरिया बिचमा चाहिँ फेरि यहाँ बहादुर भाइ छ बहादुर भाइ र यहाँ चाहिँ फेरि साउदीमा चाहिँ यस्तो पनि हुँदो रहेछ है यो के भन्छ ट्याक्क यहाँ चाहिँ कपडा सपडाहरू पनि ट्याक्क पाइँदो रहेछ क्या कपडाहरू जस्तै अब कुनै मान्छेले दान गर्छ नि दान गर्दाखेरि कपडाहरू पनि दान गर्नु मिल्दो रहेछ यहाँ चाहिँ अनि यहाँ दान गरे हुन्छ मान्छेहरूले आउँछन् कसलाई कपडा सपडाहरूको कमी छ उनीहरूले उठालेर जान्छन् राम्रो हो आइडिया चाहिँ यो सबैले कपडा लाउनु पाउँछ भनेपछि राम्रो हो किनभने कपडा हुनेको पास त धेरै हुन्छ नहुनेको पास त खासै हुँदैन जस्तै हामी जस्तै लोग बोले तो गरीब लोग समझ गया होगा आप लोग। अरे बाफ अरे के हो यो पैसाको गड्डीहरू पनि भयो त हुन्थ्यो कचराको गड्डी मात्रै छ र पो गाह्रो छ त अलिक साथीहरू यसो अलिअलि त पैसा पनि भएको भए त हुन्थ्यो नि त होइन ट्याक्क चाहिँ नि झोला पनि हातैमा छ माकुरी झापका झाप उठाउने हो झम्का झ्याम हाल्ने हो यहाँ झोला हातैमा छ र अब चाहिँ ठ्याक्क हामी पनि सिग्नल भएको ठाउँसम्म आइपुगिसक्यौँ यहाँदेखि चाहिँ अब खासै धेरै टाढो छैन रुमलाई नजिकै छ देख्न सक्नुहुन्छ तपाईँहरूले सिग्नल कटेर गएपछि चाहिँ 4-5 मिनट समथिङ लाग्छ होला हामीलाई रुम पुग्नुलाई यो चाहिँ अब अलिकति खतरै बढे मानको सिग्नल हो है यहाँ चाहिँ एक दुईवटा एक्सिडेन्ट भइरहेको हुन्छ अस्ति चाहिँ बिचको जुन खम्बा हुन्छ नि खम्बै थिएन खम्बै उडाएर लिएर गएछ भन्ने एक्सिडेन्ट त खत्रै भयो होला भन्ने हिसाबले ट्याक्क लाएर यो सिग्नलै थिएन अस्ति उडाएर एक्सिडेन्ट भएर यतातिर आइपुगेको थियो यो चारैतिर कचरा थियो र भन्दै हामी पनि ट्याक्क चाहिँ सिग्नल बन्द भएको बेलामा लाग्यो चौडा भएर अस्ति चाहिँ धेरै जाडो थियो साउदीतिर यस्तो के भन्छ यस्तो कोट मात्रै लाएर हिँड्नु त गाह्रै हुन्थ्यो आज भोलि चाहिँ जे होस् अलिक हल्का जाडो कम भएर चाहिँ नि छाती फुलाएर हिँडिरहेको छौँ हामी चाहिँ यहाँ किनभने अब गर्मीको दिन सुरु हुन लाग्यो साउदीतिर चाहिँ समथिङ इज हट भने जस्तै अब हामी कति रोड क्रस गरेर कुनै जान्छौँ हामी चाहिँ किनभने अलिकति उज्यालो पनि छ र अलिकति सेफ पनि हुन्छ टङ लाएर क्रस गरौँ पहिला रोटो चलो ल त साथीहरूलाई आइसक्यो साउदीमा चाहिँ अब यस्तै हुन्छ घरभन्दा ठुल्ठुलो चाहिँ अहिले दिवार हुन्छन् किनभने अलिकति सेफ्टीको लागि पनि राम्रो हो अब हाम्रो उतातिर चाहिँ घर खतरा यस्तो दिवारहरू हुँदैन सानो हुन्छ भए पनि यहाँ त चाहिँ ठुल्ठुलो हो एक बिल्डिङ जति नै ठुल्ठुलो नि अलगो हुन्छ यतातिरको दिवालहरू चाहिँ बाहिरबाट केही नदेखोस् भन्ने हिसाबले चाहिँ बना होला जस्तो लाग्छ ट्याक्क लाएर क्योंकि अंदर कुछ भी हो सकता है क्या बोलते पब्लिक र म चाहिँ अब भुके चप्पल पड्काउँदै लागेको छु रुमतिर किनभने अब यस्तै छ भुके चप्पल चाहिँ किनभने अब जुत्ता लाएर आउँथेँ जुत्ता लाएर आउँदा चाहिँ अलिकति भारी अलिक गरम जस्तो फिल हुने भयो त्यही भएर चाहिँ अनि चप्पल लाएर आउँछ ड्याङ्गा लाएर किनभने कम्फोर्टेबल हुन्छ हल्का पनि पाइला पनि ड्याङ सर्छ नि त
आउनै लाग्यो ट्याक्क। अनि यहाँ चाहिँ एउटा ठुलो हामी चाहिँ यो अलिक पछाडि बस्छौँ, तर यो बाहिर चाहिँ अलिकति एकदम ठुलो मस्जिद छ। र अब चाहिँ ठ्याक्कै फाइनली हामी आफ्नो रुमतर्फ पुगिने लाग्यो भन्दा पनि हुन्छ, किनभने अब यहाँबाट त्यो टाढो छ नि, उस्तै अगाडि हो। हामी चाहिँ अलिकति यो साउदी एरियाको ठाउँतिर बस्छौँ क्या, अलिकति यो लोकल एरिया हो यो चाहिँ। त्यही भएर त्यो एउटा अगाडि बस देख्नुहुन्छ होला नि, हो त्यो बस छेउमा ठ्याक्क हाम्रो चाहिँ रुम छ। एक साइडमा कचक्क पारेर यस्तै छ साथी हो साउदीको लाइफ। दुःख सुख जिन्दगी चलि नै रहन्छ। ल चलाउनु पनि पर्छ, किनभने एक बारको जिन्दगी अर्कोचोटि पाइला नपाइला केही थाहा हुन्न। त्यही भएर एक बारको जिन्दगीलाई राम्रोसँग जिउन सिक्नुपर्छ है त। ल साथी हो भन्दै अब हामी पनि रुममा पुगिसकेको छौँ र तपाईँहरूले यो भिडियो हेरेर साथ सपोर्ट गर्नुहुन्छ होला भन्ने आशा गर्दै फाइनली हामी रुममा पुगिसकेको छौँ। र भिडियोहरू आउँदै गर्नु छ, तपाईँहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। र भिडियो मन पर्नेमा लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। जय नेपाल। अब चाहिँ हामी ट्याक्क लाग्यौँ रुमतर्फ। ट्याक्क अब चाहिँ हामी रुमभित्र पस्यौँ।